लमजुङ बेसी सहरदेखि एकदमै मास्तिर डाँडामा रहेको यो चाहिँ लमजुङको बेसी सहर भन्दा नि धेरै मास्तिर यो चाहिँ घले गाउँ भन्ने ठाउँ हो। यो चाहिँ अब हामी चाहिँ यहाँ घले गाउँमा चाहिँ आज हिजो बेलुका बास बस्यो अनि अहिले चाहिँ हामी भुजुङ गाउँ भन्नेतिर जाँदैछौँ। यात्रा हाम्रो भुजुङ गाउँतिरको रहेको छ भने यो चाहिँ हामी अहिले ठ्याक्कै यहाँ घले गाउँको चाहिँ समितिको कार्यालय छेउबाट चाहिँ यो लिएको भिडियो हो। यदि हजुरहरूलाई पनि यस्तै राम्रो ठाउँमा चाहिँ घुम्नुहुन्छ र अर्ग्यानिक चिजहरू चाहिँ खानुहुन्छ अथवा टेस्ट गर्न आउनुहुन्छ, अब यस्तो गर्मीको मौसममा एकदम चिसो ठाउँमा बस्न मन छ भने चाहिँ यहाँ हजुरहरूले आएर हेर्न सक्नुहुन्छ, बस्न सक्नुहुन्छ। एकदम राम्रो छ लमजुङको घले गाउँ। ल हाम्रो कोइराला दाई पनि अब गाडी लिनलाई जाँदै हुनुहुन्छ। ल तयारी अवस्थामा भुजुङ गाउँ। ल हामीले चाहिँ लगभग यो सानो गाडी लिएर आएको थियो, क्रेटा लिएर आएको थियो। क्रेटालाई चाहिँ अलि बाटो बर्खा भएर नि हुनसक्छ, अलिकति बाटो अप्ठ्यारो रहेछ। लगभग 2-3 किलोमिटर बाटो चाहिँ अलिक अप्ठ्यारो नै रहेछ। क्रेटालाई पनि अलिक गाह्रै भएको छ। साथीहरू आउनुभयो भने स्कर्पियो अथवा कुनै अफरोड गाडी, फोरव्हिलवाला गाडीहरू लिएर आउनुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। तर अहिले चाहिँ लगभग सिजन अफ हुन लागिसकेको रहेछ। त्यसपालि चाहिँ अलिकति सिजन लङ भएको रहेछ। खासै 6 महिना चाहिँ एकदमै अत्याधिक यो चल्ने ठाउँ, टुरिस्ट क्षेत्र, टुरिस्टहरू घुम्न आउने ठाउँ रहेछ यो चाहिँ। लमजुङको घले गाउँ। अब हामी चाहिँ भुजुङ गाउँतर्फ लाग्दैछौँ है। ल हामी चाहिँ यही बाटो हुँदै आएको थियो र अहिले चाहिँ यहाँ चाहिँ अलि राम्रै देखिन्छ भने तलतिर चाहिँ अलि बर्खाको सिजन भएर नि हुनसक्छ, अलिकति राम्रो छैन। जसलाई चाहिँ मास्तिर अलिकति त्यही छेउमै रहेको गोर्खा पार्क भन्ने ठाउँ रहेछ। यहाँ चाहिँ हामी मास्तिर जाँदैछौँ। कुनै चाहिँ फर्किरहेको छौँ भने हामी चाहिँ घुम्दैछौँ यतैतिर। यो चाहिँ काठमाडौँदेखि 180-90 किलोमिटर लमजुङ घले गाउँमा आइसकेको छ भने चाहिँ ल तपाईँहरूले मजाले हेर्न सक्नुहुन्छ। पहाडले भनेको एकदम राम्रो जङ्गलै छ है यो चाहिँ। गोर्खा आर्मी पार्क। दाजुभाइहरू सबैजना बाटो पनि हेर्नु है। मोबाइल मात्रै हेरेर लडेर फेरि भिडियो बनाउने, टिकटक बनाउने, फोटो खिच्ने गाडीमा आफै पनि ल है ल 144वटा घर रहेको छ भन्ने जानकारी आयो साथीहरूको कुराबाट चाहिँ सुन्नमा आएको। हेर्नु होला। ल दाजुभाइ मलाई पनि टक्क भएको भिडियो चाहिँ ल एकदम राम्रो छ है यो चाहिँ।
दाजुहरूले पनि पुरै छिटै गरिरहेको छ ल 144